जिन्दगानीमा माया लगाऊ 2 दिनको 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 जिन्दगानीमा के को माछा पानीमा खोइ घाँस चाहिँ ला माछा पानीले त दिनै पो लगेछ त माछा खोइ माछा चाहिँ माछा चाहिँ यसकै हो यसैलाई सोध्नुहोस् ओइ त्यो रेजमुख म ज्याउँछु त्यो प्लाच्चै बोल्नुपर्छ साँच्ची भोलि हाटको दिन होइन बा जाने हो त्यो खै त्यता पनि माछा पानी नै हुने हो कि डर पनि पो लाग्छ ए जान त धेरै साल पछाडि आइस यसो आइतबारे बजार पनि हेरिराख हुन्छ ए च्यातिमै त देव ल च्याति 2 जना चाहिँ गाउँले उठेको छैन क्या हो त दोस्तो बिहानभरि सुतेर मुख नधुई आउने होला नि मुख आज त मुख पनि धुनु बिर्सेछ नि ए देव 1 लोटा पानी दिँदैन धुइदिइहालौँ होस् अब भरे बजारबाट फर्केर धुँदा ठिकै हुन्छ हिँड त्यो पनि एउटा किडनीकै खेला हो ए दिमागको ए होइन किडनीको होइन दिमागको ए छोड्दैन हिँड ओ घन्टे माछा पानीको केटी होइन त हेर त खोइ त खोइ हो त हो कसलाई पर्खेको नि गेलिफु जाने बसलाई ए आज गेलिफु जाने बसमा त सिटै छैन रे ला मान्छेको पनि खचाखच छ रे जाउँ हिँड हामीसँग हाम्रो पछाडिको सिट खाली नै छ जुम भरे सिट पाएन भने जुम ल पस जाउँ गाना छ भने सुनिदेऊ न दाइ छ नि तिम्रो लागि साँच्चै राखेको छु ल सुनाए त
रेलैमा लु के खाउँ त? दे मलाई चाहिँ भात होइन तँलाई त? हुन्छ। यहाँहरू चाहिँ के लिनुहुने? हजुरले जे लिनुहुन्छ त्यही लिउँ न त। होइन, मलाई मनपर्ने तपाईँहरूलाई मन पर्दैन होला नि। तपाईँलाई मनपर्ने हामीलाई त निश्चय मनपर्छ नि। भोकले टुक्कलाई भात नमागेर। त्यो पनि सल्लाहकै कुरा हो। भाइ यहाँ आऊ त। सबभन्दा पहिला 1 प्लेट खाना यहाँलाई, अन्त 3 प्लेट समोसा ल्याइदिनुहोस् न। साँच्चै हामीसँग हाम्रो राम्रोसँग परिचय पनि भएको छैन है। मेरो नाम चाहिँ गोलबहादुर हो। बाजेले मलाई माया गरेर गोइठे भनेर बोलाउनुहुन्छ। म चाहिँ देव। ऊ सम्झना अनि म सपना। सपना, कति मिठो नाम। ए यो त ए देव, दिउँसै सपना नदेखाइ। डिस्टर्ब गर्छ मेरो भात मोरा। आइसकेछ बरु। भाइ एक्स्ट्रा राइस। यो चाहिँ खानुस् पहिला, अन्त म भरे ल्याइदिन्छु, हुन्छ? लाग्छ मकै पड्का जस्तो त्यसको फडङ फुडुङ त्यसको थुत्नामा पड्काउँदो रहेछ। म त्यसको थुत्नामा दिन्छु र पो। दाइ एकछिन रोकिदिनुहोस् न। देव दाइ, यो सिडी एकछिन सुनौँ न। गुरुजी, बिहान छोडेको बान चाहिँ फनक्कै फर्केर आएको जस्तो छ नि। थेट, तेरै दिमागमा मात्र के उम्लिँदो रहेछ है। सपना, हजुर? यहाँ हो त। यो मेरो मायाको चिनो। मेरो पनि मायाको चिनो तपाईँलाई। मेरो पनि किन्नै बिर्सेछु। अर्को पाली ल। ए गोइठे, हिँड ल। हिँड।
इतिति पानी गङ्गै रानी इतिति पानी गङ्गै रानी इतिति पानी गङ्गै रानी इतिति पानी गङ्गै रानी म यहाँ दिन जान्छु जान्दै दिन्न म यहाँ दिन जान्छु जान्दै दिन्न नानी तिमीहरूलाई सपना भन्ने थाहा छ मलाई थाहा छ अङ्कल कहाँ छ ऊ यही छ थट उम्रिन्दैकै तीन पातेहरू बहिनी यहाँ सपना भन्ने कहाँ बस्छ होला नि अप्पै दाइ तपाईँ हाम्रो घरमा किनभने यसरी अचानक आउनुहुन्थेन कि होइन होइन तपाईँ यहाँ बस्दै गर्नुहोस् म चिया बनाएर ल्याइहाल्छु अनि गफ गरौँ है त अनि बहिनी चाहिँ म चाहिँ उसको साथी साथी अँ ए लु हेर्नुहोस् दाइ यसमा हाम्रो पुरानो फोटोहरू छ ए दाइ चिया ए लु चिया अनि उहाँ चाहिँ मेरो मितिनी सानो छ त अन्त हामी सानो छँदा यो चाहिँ तिमी हजुर यत्रो लुगा लगाएर सेम दाइ पनि अनि मितिनी चाहिँ कहाँ छ के गर्छ त डम्फुस्कुमा पढ्नुहुन्छ अब त छुट्टीको समय पनि हुँदैछ ए दाइ चिया लिनुहोस् न सेलाइसक्यो होला ल ल बाबा त्यो सपना भन्ने केटी कस्तो छ किन मेरो छोरालाई साह्रै सताउँदैछ कि कसो होइन हौ खोइ बाबा पनि ऊ सुशील छे सुदिन छे बाबामाको एउटै छोरी राम्री पनि त छे तर तेरो आमा बिरामी हुँदा स्याहार सुसार गर्ने भन्ने नै सपना मात्र त थियो बाबा त्यो यो कुरालाई यहाँ राखिदिउँ है ए साँच्ची त मसँग भोलि आराधना जानुपर्छ है हुन्छ बाबा ल देव त यहाँबाट फर्की यहाँबाट म एक्लै जान्छु ए हो हुन्छ यहाँबाट म जान सक्छु नि ल ल भरे तँलाई रात पर्छ होला हुन्छ बाबा ल बाँड्यौँ ल थिम्पू जानुभन्दा अगाडि मलाई रासिन पुरा राख है ए ल ल त्यो भइहाल्छ
तिमीलाई चाहिँ सपना एउटा कुरा सोधौँ एउटा किन धेरै धेरै सोध्नुहोस् न तिमीले आँटी नाटी यत्रो चुरा किन लगाएको ए म त के पो सोध्नुहुन्छ होला भनेको त के पो सोध्नुभयो चुरा चुरा भनेपछि मेरो ज्यानै जान्छ साह्रै डर लाग्छ ए हो र त्यति साह्रो दिदी मलाई चकलेट्स दिनुहोस् न यो 4टा यो 5 को ल्याइदिनुहोस् न यो 2टा ल्याइदिनुहोस् यो पनि हाल्दिनुहोस् मलाई हेल्प गर्नुहोस् न उ त्यो मान्छेले मलाई पछि गर्दैछ प्लिज यो त लाटो हाम्रै गाउँको लाटो पो त ए के भयो किन खेताको ए तिमीले तिम्रो यो साउन्ड पो छोडेछ त तिम्रो साउन्डलाई खेताको रहेछ त अफ थ्याङ्क यू म चाहिँ देव मञ्जली हाई झरिम कस्तो छौ तिमीलाई साह्रै मिस गर्न थालेको छु खोइ पहिले त म यस्तो केटी नै होइन अब त साह्रै सताउँदैछ तिम्रो यादले ल ल अब बाबाको रासिन पुऱ्याएर आइहाल्छु नि म पनि त तिमीलाई धेरै धेरै मिस गर्दैछु तिमीले धेरै भनेको मलाई साह्रै मनपर्छ हुन्छ अहिलेलाई बाई बाई ला के गरेको तैँले यो बिउराएको फल सबै काटेछस् मार्छ बाबाले अब तेरो फोन नै सक्दैन मलाई बोरिङ भएर टाइम पास गरेको नि टाइम पास तेरो बाबालाई टाइम पास अहिले निकाल्दैछ देख्यो भने छिटो सफा गर्छौ उता राख्न त्यहाँ ए गोइटे जाउँ ए गोइटे बाबा लागि के सौदा किन्नु मलाई त के थाहा भएन है चुइङ्गम चपाएर सौदा किन्नु के छ म चाहिँ
नाच्नु आएको? 1 बोरा चामल, 1 बोरा तेल त बोरामा हुँदैन, 1 बोरा दाल, 1 बोरा नुन, 1 बोरा हल्दी, तिरिक्क 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 तेल भयो त। थट्टा गर्छस्? यत्रो बोरा चाहिँ किन चाहियो नि? तर यत्रो बोरा कसले भन्? सानो बोरा नि यत्रो बोरा भए यो बोक्नु सक्दैनस् त? लिएर हिँड्नु सक्दैनस्? ल ल अङ्कल हाम्रो यो सामान एकछिन यहाँ राख्नुहोस् है, हामी एकछिन हाट गएर एकछिन मात्र है। हिँड छु। दिदी मलाई त्यस्तै चुरा तितिन दिनुहोस् त। अरे तिमी किन नि धेरै चुरा पो किन हुँदैछ त? कसैलाई दिने छ कि कसो? साँच्ची बोली हामी भेटौँ होइन? मेरो घरमा पनि त जाउँ न, हुन्न? हुनु त म मामाहरूसित बस्छु, घर पनि त तपाईँले देख्नु भएको छैन। एक काम गरौँ, हामी कहीँ भेटेर मेरो घर जाउँ न ल? कहाँ भेट्ने त्यसो भए? गेलिफुको चौपतीमा। टाइम चाहिँ टक्कै 9 बजे है। हुन्छ गयो है। रासिन चाहिँ कहिले पुऱ्याउनु जाने नि? त्यो भइहाल्छ, चुप लाग्न। भइहाल्छ भइहाल्यो होइन? के भइहाल्यो? प्रेम। हस् त रासिन लानु परे ल। भएछ, जाउँ। सपनाको कुरा गर्न हौ। तैँले सुत्नै दिँदैनस्, कसरी सपनाको कुरा गर्नु? त्यो सपना भनेको होइन हौ, हाम्रो माछा पानीको सपना हौ। फुइया त्यो सपना भनेको म त छि थुया त नभन्न सपनालाई। होइन हौ, म त म आफैलाई पो थुकेको त।
यसलाई हरिया नभन यसलाई